वेक्स गर्न आँटेको छौँ होइन। वेक्स गर्दाखेरि हामीले अन्डर आर्म्सको गर्ने हो कि हातको गर्ने हो कि फुल बडी गर्ने हो कि के भन्छ लिङको मात्रै गर्ने हो कि हातको मात्रै गर्ने हो कि फेसको गर्ने हो कि पहिला सुरुमा कस्टमरसँग क्लाइन्टसँग आफूले कन्भिन्स गर्ने। अनि त्यस पछाडि कन्भिन्स गरिसके पछाडि कस्टमरलाई हामीले टावेल अथवा एप्रोन एड गर्ने, सेपरेट रुम त अलरेडी भइहाल्छ होइन। अनि हामीले यो फेसको गर्ने छुट्टै हुन्छ, अनि हात खुट्टाको गर्ने छुट्टै हुन्छ, वेक्स क्रिम पनि छुट्टै हुन्छ, प्लस पेपर पनि छुट्टै हुन्छ। कसरी थाहा पाउने भन्दाखेरि अब जस्तै यो चाहिँ रेगुलर भइहाल्यो, यो चाहिँ हात खुट्टाको गर्नुको लागि भने फेसको चाहिँ पातलो सानो हुन्छ, अनि त्यसलाई पनि सिजरले काटेर सानो सानो टुक्रा गरेर गर्ने। अनि गर्ने प्रोसेसिङ भनेको चाहिँ त्यसरी गर्ने। अनि यो हामीले हिटरलाई वार्म गरेर हामीले स्पाचुलाले निकालेर हिटरमा लगाउने। हिटरमा लगाइसके पछाडि हामीले यो हिटर तातेको छ कि छैन भनेर हामीले चेक गरेर लगाएर हामीले मजाले यसलाई मेल्ट गर्ने, सबै मजाले। अब एकातिर तातेर पुरै लिक्विड नै तेलै भइसकेको हुन्छ भने अर्कोतिर चाहिँ चाम्रो हुन्छ नि त, त्यसले गर्दा सबैलाई सबलाई मिसाइदिने होइन। मिसाएर अनि यसलाई यसरी पुसेपछि यसलाई अलग्गै राखिदिने, ताकि यसलाई यो यहाँ राख्दाखेरि यो स्प्याचुला पनि तात्तिने हुन्छ, त्यसले गर्दाखेरि प्रोसेसिङ चाहिँ यहाँ राखेर यो तातिएन होइन। अनि निकाल्दाखेरि हामीले यसरी हल्का यसरी गरेर यसरी थोरै उयो गरेर हामीले हात यसरी गरेर उयो गर्ने है, निकालेर लगाएपछि हाम्रो यो जति पनि हाम्रो यो रमर हुन्छ यसलाई अपोजिट साइडबाट लगाउनुपर्छ। यो जस्तै यतापट्टि फर्केको छ भने यतैपट्टिबाट लगाउने, अनि यसलाई यतापट्टि फर्केको छ भने यतैपट्टिबाट लगाउने। अनि कसैको यस्तो आएको हुन्छ यसरी नै गर्ने है, कताबाट आएको हुन्छ यसको डिरेक्सन हुन्छ जहिले पनि उल्टेपट्टिबाट नउखेल्नु, उल्टेपट्टिबाट उखेल्यो भने चाहिँ पोर्ट्सहरू ओपन हुन्छ, त्यही भएर फेरि पनि आउँछ भन्छ है। यसरी गर्ने जतापट्टि फर्केको छ। अनि जस्तै हामीले चलाएर यहाँ राख्ने, अनि यसलाई वेक्सलाई हामीले यसरी लगाएर चाहिँ यहाँ गरेर यसरी ट्याप गरेर यसरी गरेर गर्ने। अब रहेको छ भने फेरि यसैलाई ट्याप गरेर गर्ने, रहेको छ भने फेरि यसलाई ट्याप गरेर गर्ने, क्लिनअप हुन्छ होइन। सरी, वेक्स गरिसके पछाडि फेरि यसको ऱ्यासेसहरू सबै ओपन भएको हुन्छ नि त, अनि त्यही भएर हामीले फेरि मसाज गरेर मजाले क्लिनअप गरेर मसाज गरेर ताउल भिजाएर कटन अथवा ताउली भिजाएर सबै क्लिनअप गरेर क्लिन गरिदिने कस्टमरलाई होइन। अनि सुकाउनुपर्छ मजाले। यसको प्रोसेसिङ चाहिँ यसरी गर्ने हो, कस्टमरलाई एप्लाई गर्ने हो नि त, यो त कस्टमरलाई एप्लाई गर्दैछौँ, त्यही भएर फर्स्ट अफ अल अलिकति टेक्निक क्लियर गरेपछि मात्रै हामीले मोडललाई गर्न दिन्छौँ। ल यहाँ राख्ने हो, आफूले स्प्याचुला तातो हुन्छ भनेर यहाँ राखेको र हामीले अनि सबै कुरा रेडी प्रिपेरेसन गरेको हामीले फर्स्टमा चाहिँ यसरी गर्दैछौँ। 2 दिन 3 दिन चाहिँ म वेक्स गर्नुभन्दा अगाडि प्रिपेरेसन गर्ने, आफू क्लियर हुने, अनि मात्रै मोडललाई गर्ने हो। किनभने वेक्स पनि नटजुट गर्नुको लागि यसो हेर्दा सुन्दा सजिलो हुन्छ तर काम गर्नलाई गाह्रो हुन्छ, त्यही भएर हिट तातो भएपछि अफ गरिदिँदा भइहाल्छ।